नमस्ते, म डाक्टर खगेन्द्र काफ्ले, साइकियाट्रिस्ट। हालैमा नेपालमा ठुलो राजनैतिक परिवर्तन भएको छ र साथसाथै भिडले केही नराम्रा घटनाहरू घटाएर जनजनको क्षति पनि हुन पुगेको छ। मैले आज भिडको साइकोलोजी अर्थात् मनोविज्ञान के हुन्छ त भनेर सानो एउटा विश्लेषण लिएर आएको छु। भिडले गर्ने काम, त्यो भिडमा सहभागी सदस्यले एक्लै गर्ने क्रियाकलापभन्दा धेरै फरक हुन्छ। यस्तो किन हुन्छ भन्दा पहिलो नम्बरमा जब कुनै पनि व्यक्ति अथवा कुनै पनि भिडमा व्यक्तिहरू जम्मा हुन्छन्, त्यो भिडमा भएको व्यक्तिहरूलाई चाहिँ मनोवैज्ञानिक रूपमा साइकोलोजिकली उनीहरूलाई म व्यक्तिको रूपमा यहाँ छैन भन्ने परिराखेको हुन्छ। अर्थात् उनीहरूलाई यो लागेको हुन्छ कि यो हुलमुलमा उनीहरू गुमनाम छन्, उनीहरूलाई कसैले चिन्दैनन् भन्ने एउटा साइकोलोजिकल इम्प्रेसन परिराखेको हुन्छ। जब तपाईँ ठुलो समूहको भाग हुनुहुन्छ, तपाईँलाई आफ्नो व्यक्तिगत पहिचान र जिम्मेवारीको भावना हुँदैन। एउटा सिम्पल उदाहरण दिन्छु। तपाईँलाई कुनै व्यक्ति मन पर्दैन, त्यसको एकदम आलोचक हुनुहुन्छ, अथवा कुनै प्रति तपाईँलाई बदलाको भावना छ र तपाईँसँग 2वटा फेसबुक आइडी छ भने तपाईँले आफ्नो रियल फेसबुक आइडीबाट त्यो मन नपर्ने व्यक्तिलाई जति भन्नुहुन्छ, गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ, त्योभन्दा बढी तपाईँले फेक आइडीबाट धेरै आक्रोश, रिस अथवा भन्न मिल्ने नमिल्ने कुराहरू तपाईँले फेक आइडीबाट उसलाई मेसेजमा अथवा कमेन्टमा लेख्न सक्नुहुन्छ। किनभने त्यहाँ तपाईँले आफ्नो रियल आइडेन्टिटी व्यक्त गर्नुभएको हुँदैन। त्यस्तै जब व्यक्ति भिडको सदस्य हुन्छ, उसलाई म मेरो फेक आइडीबाट यहाँ छु भन्ने एउटा साइकोलोजिकल इम्प्रेसन परिराखेको हुन्छ। अनि त्यो भएपछि उसले आफूले व्यक्तिगत रूपमा एक्लै हुँदा गर्न नसक्ने कुराहरू, गर्न नचाहेका कुराहरू भिडमा गएर व्यक्त गर्छ। त्यसपछि अर्को कुरा, जब व्यक्ति भिडको सदस्य हुन्छ, त्यो बेलामा त्यो व्यक्ति म हुँदैन, त्यो व्यक्ति मबाट हामीमा परिवर्तन भएको हुन्छ। जब मबाट हामीमा परिवर्तन हुन्छ, त्यो व्यक्तिलाई आफ्नो व्यक्तिगत इज्जत, प्रेस्टिज, डर भन्ने हुँदैन। उसमा डरै नभएपछि उसले धेरै गर्न नमिल्ने, नसक्ने कुराहरू पनि जब भिडको सदस्य हुन्छ तब गर्न खोज्छ। दोस्रो नम्बरमा जब व्यक्ति भिडको सदस्य हुन्छ, भिडमा हुन्छ, तब उसलाई भिडमा मैले केही गलत गरिहालेँ भने पनि जब उसलाई आफ्नो मको बारेमा याद आउँछ, आफ्नो आइडेन्टिटीको बारेमा याद आउँदा पनि उसलाई चाहिँ केही भइहाल्यो भने पनि म आफू मात्रै फस्ने होइन, सजाय नै भइहाल्यो अथवा केही थाहा भइहाल्यो भने पनि यो सबै मान्छेमा दोष बाँडिन्छ भन्ने एउटा मनोवैज्ञानिक छाप बस्छ। दोष लागिहाले पनि मलाई मात्रै सजाय हुँदैन, भइहाले पनि सजाय कम हुन्छ, सबैलाई उत्तिकै रेस्पोन्सिबिलिटी हुन्छ भन्ने एउटा साइकोलोजिकल एउटा धारणा बस्छ र ऊ हिंसक भन्नलाई उसलाई आत्मबल बढ्छ। अनि समूहमा गएपछि मान्छेले किन त्यस्तो चाहिने नचाहिने कुराहरू गर्नलाई हिम्मत आउँछ त भन्दा मान्छे सामाजिक प्राणी हो, हामी सबैलाई थाहा छ। भिडमा ऊ गइसकेपछि, समूहको सदस्य भइसकेपछि उसले भिडले गरेको अनुसार उसले गरेन भने उसलाई एक्लोपन अथवा एकलकाटे महसुस हुन्छ र त्यस्तो अवस्थामा जब ऊ भिडको सदस्य हुन्छ, उसले अरू मेजोरिटीले जे भन्छन् त्यसमा हो मिलाउँछ र भिडले अरू धेरैजसो मान्छेले जे गर्छन् त्यही अनुसार आफ्नो व्यवहार परिवर्तन गर्छ। उदाहरणको लागि, भिडमा धेरै मान्छे चिच्चाए, हुटिङ गर्यो भने उसलाई पनि हुटिङ गर्न मन लाग्छ। सबै मान्छे भागे भने ऊ पनि सँगसँगै पछाडि भाग्छ। तर उसलाई म किन भागेछु, किन चिच्चाएको छु कहिले थाहा नभइकन पनि अरूले मेजोरिटीले गरे अनुसार ऊ गर्दै जान्छ। त्यस्तै कहीँ ढुङ्गा हान्दा अथवा अरू कुनै कामहरू जुन मेजोरिटीले गरेछ, त्यो एउटा व्यक्तिले भिडले जे गर्छ बुझेर पनि नबुझेर पनि त्यो गर्न थाल्ने हुन्छ। त्यो हाम्रो मनोविज्ञान त्यस्तो हुन्छ। अर्को कुरा, भिडमा हुँदा
आफूले नेता मानेको व्यक्तिले अथवा ग्रुप लिडरले जे कुरा गरौँ भन्छ त्यो बेलामा त्यो व्यक्तिले भिडको सदस्यले त्यो कुरा गर्ने सम्भावना बढी हुन्छ। तपाईँ एक्लै हुनुहुन्छ, तपाईँको अगाडि नेता हुनुहुन्छ, नेताले यस्तो गरौँ भन्दा एक्लै हुँदा तपाईँले नगर्ने कुराहरू, गर्न नसक्ने कुराहरू जब तपाईँ भिडको सदस्य हुनुहुन्छ तपाईँले त्यो बेलामा आफ्नो लजिक लगाउनुहुन्न र भिडले जे गर्छ नेताले भनेपछि तपाईँले पनि अरू सदस्यले गरेको जस्तो क्रियाकलापहरू गर्नुहुन्छ। त्यो गर्दा तपाईँले जुनसुकै कुराहरू, घटनाहरू तपाईँले व्यक्तिगत रूपमा जब भिडमा हुनुहुन्छ गर्न सक्नुहुन्छ। अनि जब मान्छे भिडमा हुन्छ, हुलमुलमा हुन्छ, तब उसलाई नियम कानुन पनि उसले आफू खुसी बनाउँछ। भिडले तय गरेको नियम उसलाई सही लाग्छ। उदाहरणको लागि सबै मान्छेलाई थाहा छ चोर्नु पाएको, अनि मानौ तपाईँ भिडको सदस्य हुनुहुन्छ। अब अहिलेकै उदाहरण दिउँ, तपाईँ त्यो भिडले भाटबटिनीका सामानहरू चोरी राखेको तपाईँले देख्नुभयो। अब तपाईँलाई तपाईँको मनोविज्ञान यसरी परिवर्तन हुन्छ कि तपाईँलाई सबै मान्छेले चोरिरहेछन्, यो चोर्नु त नर्मल हो, सबैले चोरेको छैन त मैले मात्र चोरेको होइन, अथवा मैले अरूले चोरेपछि मैले चोर्नु पनि यो सामान्य हो, यो कुनै गरकानुनी होइन भन्ने खालको सोचाइ तपाईँको मनमा बस्दिन्छ। तपाईँको दिमागले त्यो नै नियम सङ्गत हो भन्ने बनाइदिन्छ। त्यस्तो भएपछि मान्छेले अनैतिक, इलिगल सबै कुराहरू पनि गर्न सक्ने भयो। र अन्तिममा जब मान्छे भिडमा हुन्छ, मान्छे अरूको व्यक्तिको इमोसनहरू, फिलिङहरू, भावनाहरू छिटो आफूमा सजिलैसँग उसले ग्रहण गर्छ। भन्न खोजेको भिडमा यो इमोसनहरू, आक्रोशहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्न सक्छन्। एउटा उदाहरण दिउँ, तपाईँ ग्रुपमा हुनुहुन्छ, समूहमा हुनुहुन्छ, तपाईँहरू कुनै एउटा डेड बडीको अगाडि उभिराख्नु भएको छ, बसिराख्नु भएको छ, तपाईँको समूहमा एक दुईजना व्यक्तिहरू एकदमै भावुक हुन्छन्, रुन थाल्छन्, त्यसपछि तपाईँ आफूलाई पनि आँसु आउन थाल्छ। भन्न खोजेको त्यो इमोसन, पीडा, आक्रोश एक दुईजनालाई भयो भने जब मान्छे समूहमा रहन्छ अरू व्यक्तिहरूलाई पनि त्यो एकदमै सजिलो। कोरोना भाइरस सर्छ नि, एउटा कोठामा एउटालाई लागेको छ भने त्यो सबैलाई हुने, एउटा घरमा भएपछि सबैलाई पोजिटिभ आउने, त्यसरी नै यो इमोसनहरू पनि ग्रुपमा, समूहमा एकदमै छिटो छिटो सर्छ। र त्यसले गर्दाखेरि मान्छे छिटो भावुक हुन्छ, आक्रोश छिटो पैदा हुन्छ र त्यसको व्यवहारमा परिवर्तन हुन्छ। त्यस्तै अरू उदाहरण, तपाईँ ग्रुपमा हुनुहुन्छ, मान्छेहरू ग्रुपमा छन्, कसैले जोक्स भन्यो, जोक्स बुझ्ने मान्छेहरू त हाँस्छन्, नबुझ्ने मान्छेहरू पनि हाँस्छन्। कोही मान्छे इमोसनल भएर भावुक भएर रोइरहेछ, अरू मान्छेहरूको पनि त्यसै आँखाबाट आँसु आउँछ। कोही मान्छे एकदम आक्रोशित छ, अरू मान्छेहरू पनि आक्रोशित हुन्छन्। यो सरुवा रोग जस्तै एकअर्कामा एकदमै छिटो सर्छ र यो यति शक्तिशाली हुन्छ त्यसले माहौललाई एकैछिनमा भयङ्कर बनाउन सक्छ। एकजना मान्छे आक्रोशित छ भने सबै समूहको सबै मान्छेको रगत नै उम्लेला जे गरेर आक्रोशित बनाइदिन सक्छ। र त्यो बेलामा मान्छेको दिमागले र लजिकले काम गर्न भ्याउँदैन। हुनसक्छ पछि लजिक आउन सक्छ जुन बेला धेरै ढिलो भइसकेको हुन्छ। अर्को कुरा, सिर्फ भावनाहरू मात्रै होइन, सोचाइ पनि मान्छेहरूको मल्टिप्लाई हुन्छ। जस्तै तपाईँ समूहमा हुनुहुन्छ, ग्रुपमा हुनुहुन्छ, तपाईँलाई कुनै एउटा मान्छे साइडबाट हिँडिरहेको एउटा मान्छे हेर्दै डाका डाका जस्तो, चोर चोर जस्तो लाग्यो। त्यसपछि तपाईँको वरिपरि तपाईँकै समूहको भिडको दुई तिनजना मान्छेलाई पनि त्यो साइडमा हिँडिरहेको मान्छे चोर चोर जस्तो लाग्यो। अब के हुन्छ भने तपाईँलाई पनि हल्का चोर लागेको थियो, अर्को साथीलाई पनि हल्का चोर लागेको थियो। अब त्यो धारणा तिन चारजना मान्छेलाई लागेपछि के सोचाइ आउँछ भने त्यो मान्छे 100% चोर हो भन्ने लाग्छ। किनभने उसको सोचाइलाई अर्कोको सोचाइले सपोर्ट गरेपछि त्यहाँ अब तपाईँलाई कुनै प्रमाण, चोरेको प्रमाण अथवा कुनै लजिक बिना नै तपाईँलाई तपाईँको सोच एक्सट्रिममा पुर्याइदिन्छ। हल्का हल्का चोर लागेको थियो, अब 100% चोर लाग्यो। त्यसपछि के हुन्छ, तपाईँमा आक्रोश पैदा हुन्छ। त्यसपछि त्यो आक्रोश पनि फेरि एउटाको अर्को आक्रोश अर्कोमा सजिलै सर्छ अनि त्यो फिलिङहरू उनीहरूको व्यवहारमा, एक्सनमा, एक्टिभिटिजमा कन्भर्ट हुन्छ। त्यसपछि नसोचेको घटनाहरू
बलहरू आत्मबलहरू बढ्छ र व्यक्तिले एक्लो रूपमा गर्न नसक्ने कुराहरू समूहमा पुगेपछि त्यो कयौँ गुणा मल्टिप्लाई भएर गुणात्मक रूपमा सङ्ख्यात्मक रूपमा बढेर उनीहरूको आत्मबल आक्रोश घटनाहरू सबै नसोचेको रूपमा बाहिर प्रकट हुन्छ र यसरी चाहिने कुराहरू परिवर्तनहरू सँगसँगै कहिले कहिले नचाहिने घटनाहरू पनि भइराखेको हुन्छ। हस्त धन्यवाद।